हेलो नमस्ते वेलकम छ स्मारिकाको किचनमा। आज चाहिँ म किचनमा होइन बाहिर छु। म चाहिँ आज इन्स्ट्यान्ट नुडल खान आएको किनकि मलाई खाना पकाउन एकदमै अल्छी लाग्यो। दुसपरी घुमेको हो शनिबार अनि खाना पकाउनु त फिट्टु जाँगर चलेन कि बेलुका। अनि अब राजालाई भन्यो भने कराउनु हुन्छ अनि राजालाई हेरेर बसेँ अनि राजाले खाना पकाउन अल्छी लाग्यो हो भन्नुभयो। मैले गरेँ अनि ल होइन जाऊँ भन्नुभयो अनि मलाई एकैचोटि इन्स्ट्यान्ट नुडल लानुभयो होइन। अनि त्यहाँनिर गएँ अनि हेरेँ आफूलाई मनपर्ने स्टफिङ्सहरू पनि छान्न पाइने रहेछ होइन। अनि मलाई मनपर्ने फ्लेभरमा रामेनले अनि राजाले आफ्नो फ्लेभरमा। अनि त्यसपछि मैले चाहिँ त्यहाँ तोकबुकीहरू पनि देखेँ होइन। सबै थियो के तोकबुकी पनि थियो अनि त्यसपछि अरू पनि थियो। मैले चाहिँ रामेन मात्र लिएँ अनि मलाई चाहिँ बनाउन आएन होइन। अनि यहाँ चाहिँ राजाले बनाइदिँदै हुनुहुन्थ्यो अनि मेरो चाहिँ त्यहीँको स्टाफ बहिनीले बनाइदिनु भयो। हामीले चाहिँ त्यस्तो धेरै टपिङ्सहरू लिएको थिएनौँ किनकि सी फुड मलाई यस्तो साह्रो मन पर्दैन। त्यही भएर मैले चाहिँ पकाउन चाहिँ एकदम रमाइलो हुने रहेछ होइन। अनि ग्रुपमा गयो भने चाहिँ कुर्नुपर्छ है एकछिन 4वटा छ तर ग्रुपमा जाँदा चाहिँ एकछिन कुर्नुपर्छ होइन। हजुरहरू पनि त्यहीँ भिजिट गर्नु विराटनगरको एयरपोर्ट लाइनमा छ कञ्चनबारी एयरपोर्ट लाइनमा। अनि कस्तो मिठो भएको थियो कि रमाइलो पनि भएको थियो। झन् ग्रुपमा जाँदाखेरि त झनै रमाइलो हुन्छ होइन। हामी चाहिँ 2जना मात्रै थियौँ त्यही पनि रमाइलो नै भयो। राजा र म मात्रै भए पनि रमाइलो भएको थियो है। मजा आएको थियो। अब जे कुरा नि एक्सपिरियन्स गर्ने त हो नि होइन। अनि रमाइलो भयो हामीलाई पनि। अनि छ नि मेरो भिडियो लाइक पनि गरिदिनु अनि सब्सक्राइब पनि गरिदिनु है सबैले। धन्यवाद। अनि म फेरि पनि अपलोड गर्छु अनि मेरो भिडियो फेरि पनि हेरिदिनु होला अल्छी नमानिकन सबै भिडियो। अहिलेलाई चाहिँ बाई बाई।